जाडोमा हार्ट एट्याक वा हृदयघात किन बढी हुन्छ र कसरी बच्ने? हरेक जाडोमा हामी अस्पतालमा एउटै कुरा देख्छौँ। अचानक छाती दुखाइ, बिहानै हुने हृदयघात र परिवारका लागि अप्रत्याशित खबर। आज हामी जाडोमा हृदयघात किन बढी हुन्छ, को उच्च जोखिममा छन् र जाडोमा आफ्नो मुडुले कसरी सुरक्षित राख्ने भन्ने विषयमा कुरा गर्दैछौँ। भिडियो सुरु हुनुभन्दा अघि फलो गर्नुहोस् ताकि यस्तै महत्त्वपूर्ण स्वास्थ्य सन्देशहरू हेर्न नछुटुन् र लाइक, कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला। अब सुरु गरौँ है। 1. चिसो मौसमले मुटुमा के असर गर्छ? जाडोमा शरीरले चिसोबाट जोगिन रक्तनलीहरू खुम्च्याउँछ। यसले शरीरको तापक्रम जोगाउँछ, तर यसको असर मुटुमा पर्छ। रक्तनली खुम्चिँदा रक्तचाप बढ्छ, रगतको बहाव कम हुन्छ, मुटुले रगत फाल्न बढी मेहनत गर्नुपर्छ। यदि कसैको मुटुको नली पहिले नै साँघुरो वा ब्लक भएको छ भने यही अतिरिक्त दबावले हृदयघात निम्त्याउन सक्छ। त्यसैगरी चिसो मौसममा एड्रिनालिन र कर्टिजोल जस्ता तनाव हर्मोन बढ्छन्, जसले मुटुको धड्कन र रक्तचाप दुवै बढाउँछ। 2. जाडो, कम शारीरिक गतिविधि र अचानक कडा काम। जाडोमा धेरैजसो मानिसहरू कम सक्रिय हुन्छन्, बाहिर निस्कन मन लाग्दैन र व्यायाम गर्दैनन्। यसको परिणाम तौल बढ्नु, कोलेस्ट्रोल बढ्नु र रक्त सञ्चार कमजोर हुनु। अझ खतरनाक कुरा त के हो भने लामो समय निष्क्रिय बसेपछि अचानक भारी काम गर्नु। चिसो मौसममा अचानक भारी काम गर्दा मुटुले सहन नसक्ने तनाव पर्न सक्छ, जसले हृदयघात गराउन सक्छ। 3. जाडोमा रगत जम्ने जोखिम। जाडोमा शरीरले प्राकृतिक रूपमा रगत जमाउने तत्त्वहरू बढाउँछ। यसले रगत जम्ने सम्भावना बढाउँछ। मुटुको नलीमा रहेको बोसो प्लाक फुट्न सक्छ। यदि मुटुको नलीमा रगत जम्यो भने रक्त प्रवाह बन्द भएर हृदयघात हुन सक्छ। 4. जाडोमा सङ्क्रमण र मुटु। जाडोमा फ्लू, न्युमोनिया जस्ता श्वास-प्रश्वासका सङ्क्रमण बढ्छन्। यी सङ्क्रमणले शरीरमा सुजन वा इन्फ्लामेसन बढाउँछन्, अक्सिजनको आवश्यकता बढाउँछन्, मुटुलाई अझ बढी काम गर्न बाध्य बनाउँछन्। मुटुका बिरामीहरूका लागि सामान्य फ्लू पनि गम्भीर समस्या बन्न सक्छ। 5. बिहानको समय सबैभन्दा बढी जोखिमपूर्ण। जाडोमा बिहान सबेरै हृदयघात बढी देखिनुका कारण शरीरको तापक्रम कम हुनु, तनाव हर्मोन कर्टिजोल र एड्रिनालिन उच्च हुनु, उठ्ने बित्तिकै रक्तचाप तीव्र बढ्नु, अचानक चिसो हावामा निस्कनु। 6. जाडोमा विशेष सावधानी अपनाउनु पर्ने जोखिम समूहहरू: मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मोटोपन, फ्याटी लिभर, मेटाबोलिक सिन्ड्रोम, मुटुको नलीमा ब्लकेज, धूम्रपान गर्ने, निष्क्रिय जीवनशैली। यी समूहहरूलाई जाडोमा हाई अलर्ट समूह मानिन्छ। 7. जाडोमा मुटु कसरी सुरक्षित राख्ने? अब महत्त्वपूर्ण कुरा रोकथामका बारेमा बुझौँ। न्यानो लुगा लगाउनुहोस्, हल्का भए पनि नियमित व्यायाम गर्नुहोस्, रक्तचाप नियमित जाँच गर्नुहोस्, अचानक धेरै काम नगर्नुहोस्, फ्लू खोप लगाउनुहोस्, स्वस्थ खाना खानुहोस्, तनाव कम गर्न अभ्यास गर्नुहोस्। अन्त्यमा हृदयघात जुनसुकै मौसम र समयमा हुन सक्छ, तर जाडो मौसममा विशेष गरी बढी हुने गर्छ, त्यो पनि बिहानको समयमा। त्यसैले तपाईँ पहिल्यै सचेत रहनुहोस्। आजलाई स्वास्थ्य सन्देश यति नै। फेरि अर्को स्वास्थ्य सन्देशको बसाइमा भेटौँला। धन्यवाद।